हेलो साथीहरु सबैजनालाई वेलकम भन्न चाहन्छु। स्पेशल विदेशमा भएको साथीहरुले थाहा नपाएको हुन सक्छ। सो हेर्न सक्नुहुनेछ यो हाम्रो चिल्मे गाउँको यो ठाउँतिर हिजो अस्तिको समयतिर चाहिँ पुरै घरहरु टन्नै थियो नि त। यो कम्पनीको घरहरु क्याम्प स्याम्पहरु अहिले चाहिँ सब हटिसकेको अवस्था छ। अनि यसरी देख्न सक्नुहुन्छ ठाउँ चाहिँ पहिलातिर चाहिँ यो पुरै खेत थियो नि त। अनि अहिले आएर यो चाहिँ खेत बनिसकेको अवस्था छ। घरसर सब हटिसकेपछि को भ्यू चाहिँ यसरी देख्न सक्नुहुनेछ है। अनि यहाँतिरको त्यो रातो घरहरु पनि सब घरहरु अहिले हटिसकेको अवस्था छ। सो अहिले चाहिँ एकदम क्लिन चिटिक्क दामी देखिरहेको अवस्था छ। अब 2-4 महिना अथवा 1 वर्षपछितिर चाहिँ यो ठाउँहरु चाहिँ सब हरियाली देख्न सक्नुहुनेछ। त्यो पनि म अपडेट गर्ने छौं। सो हेर्दै गर्नुहुनेछ, हेर्दिनु होला। अनि मेरो युट्युब च्यानललाई पनि धेरै भन्दा धेरै शेयर सब्स्क्राइब लाइक भनेर सपोर्ट गर्न सक्नुहुनेछ। यो त हुनुहुन्छ हाम्रो बाजेहरु सधैँ हुनुहुन्छ। यस ओके बाइ बाइ सबैजनालाई है। अब पहिला भन्दा त अहिले हाम्रो यो ठाउँहरु एकदम दामी भइसकेको अवस्था छ है। क्लिन चिटिक्क सफा गरेर ढुङ्गा माटोहरु सब कलेक्सन गरेर ठाउँमा राखेर अब यसले चाहिँ खेत बनाउनेतिर लाग्ने छ जनताहरुले। सो त्यही भन्न चाहन्छु। होप्सो अब आगामी दिनहरुमा मेरो युट्युब च्यानललाई यसरी नै माया गर्नुहुनेछ भन्ने आश राखेर अहिलेको यो छोटो मिनी ब्लगलाई यही अन्त्य गर्न चाहन्छु। सबैको जय होस्। ओके।